मान्छे यस्तो सेन्टीमा छ यार किन सेन्टीमा भएको म त त्यसपालि जान्दैन फेल हुनु पर्यो क्या किन बाउले होइन फर्स्ट भइसक्यो भने मोटर बाइक किन्छ अरे सेकेन्ड भइसक्यो भने साइकल किनिदिन्छु रे फेल भयो भने त बिहे नै गरिदिन्छ दाइ दाइ यहाँ सुन्नु त यहाँ कृषि विकास ब्याङ्कको त छ कृषि विकास ब्याङ्क कृषि विकास त यहाँ थाहा नगर् या भाइ भन्दैछु यार थाहा कस्तो भाइ भन्दैछु यार थाहा छैन दाइ शम्भु गाई गरेको घर कहाँ छ तँलाई थाहा छ थाहा छ यहाँबाट सिधै जाने होइन अनि त्यहाँबाट तीनटा बाटो आउँछ बायाँ बाटो कि दाहिने बाटो होइन दायाँ बाटो नि होइन बायाँ बाटो नि होइन सिधै जाने अनि त्यहाँबाट 2टा गाउँ आउँछ माथिल्लो गाउँ होइन तल्लो गाउँ जाने तल्लो गाउँबाट त्यहाँ 2टा गेट आउँछ दायाँ गेट होइन दायाँ गेट होइन बायाँ गेट जाने बायाँ गेट गएपछि त्यहाँबाट 2टा घर आउँछ रातो घर होइन पहेँलो घर भित्र गएर त्यहाँबाट 2टा ढोका आउँछ बायाँको ढोका होइन दायाँको ढोका भित्र छिर्ने अनि त्यहाँबाट 2टा बुक हुन्छ त्यो एउटा बुक चाहिँ गीताको हो त्यसलाई म छोरा कसरी खान्छ कि शम्भु गाएको घर त मलाई पनि थाहा छैन अनि के छ प्रवियाको नम्बर दिनु न यार प्रवियाको 9841 बाइक नम्बर राख्यो ए नस्किनु भन्नु यार ल दिन्छु ल 98432122 फोन गर्छ नि मर्ने गरी कुटा मेरो चप्पल खोइ यहाँ जसले चोर्या हो यहाँ मेरो 5 मिनट भित्रमा चप्पल आएन भने म 2025 सालको काण्ड निकालिदिन्छु 2025 सालको मैले भनिदिएको छु है सबैलाई 5 मिनटमा मेरो चप्पल आएछ यार आहा थ्याङ्क यू है जसले चोरेको झन् बाँचे आज त्यो चोरले दाइ अनि 2025 सालको काण्डमा चाहिँ के भएको थियो नि 2025 सालको काण्डमा यसरी नै मेरो चप्पल चोरी भएको थियो यसरी नै टन्टलापुर घाम लाग्थ्यो अनि मैले नाङ्गे हिँड्नु परेको थिएँ घरसम्म मेरो नयाँ चस्मा यार यो मलाई कस्तो दिएको छ यार तँलाई तँ त ठ्याक्कै तोरीबारीमा भैँसी नि जस्तो देखिरहेको छ सुन यार एउटा कुरा भन्नै बिर्सेको मैले मेरो बाउ त होइन जहिले रातभरि रक्सी खाएर आउँछ होइन अनि त्यसपछि जुत्ता खोलेर जुत्ता नखोलिकन घरभित्रै आउँछ होइन जुत्ता चाहिँ खालमा लाग्छ अनि अब चाहिँ खालमुनि सुत्दिन्छ तिम्रो त के हो झन् मेरो सुन्यो भने त छक्क पर्छ अनि के होला तिम्रो मेरो बाउ त राति रक्सी खाएर आउँछ पान पनि खान्छ पान चाहिँ खाटमाथि थुक्छ होइन आफू चाहिँ झ्याबाट हान्न थाल्छ अनि तिमीलाई एउटा थाहा छ त्यो मेरो बाउ रक्सी खाए पनि काम लास्ट धनी छ क्या काम चाहिँ बवाल गर्छ कि मेरो बाउ यस्तो धनी छ होइन धनी मान्छे पनि होइन मेरो बाउको अगाडि कटोरा थाप्छ कटोरा अनि तिम्रो बाउको चाहिँ काम के हो नि मेरो बाउले यार पानी उरी बच्छ यार म शम्भु एन्ड मी हिरा हामी 3जनाको भिडियो कस्तो लाग्यो तपाईँलाई केही सुझावहरू दिनु छ भने तल कमेन्टमा दिन सक्नुहुन्छ एन्ड प्लिज सब्सक्राइब आवर भिडियो थ्याङ्क यू